नमस्कार साथीहरू, आज हामी तपाईहरुको बीचमा नेपाल प्रहरी जवान जनपदको 2081 सालमा सोध्न सक्ने महत्त्वपूर्ण मोडल क्वेशन सेट 9 लिएर उपस्थित भएका छौं। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। साथै यस्तै भिडियोहरुको लागि यस भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। सेट 9 खण्ड क मा तपाईको 20 अंकको नेपाली सोध्छ, जसमा 1 मा दिएका प्रश्नहरुको उत्तर दिनुहोस्। लामो उत्तर 2 वटा प्रश्न रहेको छ, जुन एउटाको 5 अंक गरी 10 अंकको रहेको छ। क मा रहेको छ तपाईको नेपालको राष्ट्रिय गान लेख्नुहोस्। नेपालको राष्ट्रिय गान लेख्दा चन्द्रबिन्दु, बिन्दु, खुटा काटेको, आधी अंक, तारकुन बार्जुन, हार्सिन दीर्घिन यो कुनै पनि छोड्नु परेन। त्यसैगरी ख मा रहेको छ मेरो देश शीर्षकमा 100 शब्द नघटाई निबन्ध लेख्नुहोस्। तपाईले आफ्नो देशको नेपालको बारेमा 100 शब्द नघटाई निबन्ध लेख्नु छ। त्यसैगरी 2 नम्बरमा रहेको छ उत्तर लेख्नुहोस्। छोटो उत्तर रहेको छ, जुन एउटाको 5 वटा प्रश्न छ, जुन एउटाको 2 अंक गरी 10 अंकको रहेको छ। क मा रहेको छ नाम र सर्वनाम छुट्याउनुहोस्। त्यसैगरी महाभारत भनेको नाम हो भने त्यो भनेको सर्वनाम हो। त्यसैगरी लिङ्ग परिवर्तन गर्नुहोस्। सालोको हुन्छ साली, थापाको हुन्छ थप्नी। त्यसैगरी तपाईको ग नम्बरमा रहेको छ विपरीत अर्थ लेख्नुहोस्। मित्रको हुन्छ शत्रु, गुणको हुन्छ बैगुण। त्यसैगरी घ मा रहेको छ वाक्यमा प्रयोग गर्नुहोस्। घ मा रहेको छ तपाईको वाक्यमा प्रयोग गर्नुहोस्। प्रहरी त प्रहरी समाजको रक्षक हुन्छ। त्यसैगरी रहेको छ जेल, अपराधीलाई जेल चलान गरिन्छ। त्यसैगरी अङ्गमा रहेको छ करण परिवर्तन गर्नुहोस्। पानी रोकिएमा म घर जान्थे, पानी नरोकिएमा म घर नजान्थे। त्यसैगरी उसले उन्नति नगरोस् त उसले उन्नति गरोस्। त्यसैगरी शब्दको अर्थ लेख्नुहोस्। क्रोधको हुन्छ रिस, सम्पत्तिको हुन्छ धन। त्यसैगरी तपाईको 6 मा रहेको छ शुद्ध गरी लेख्नुहोस्। सबिनले तिनीहरूलाई मद्दत गर्यो त सबिनले तिनीहरूलाई गल्ती छ, मद्दत ठीक छ। त्यसैगरी आ मा रहेको छ तिनीलाई कतिवटा कलम चाहिन्छ त तिनीलाई त्यो माथि हुन्छ इमा। त्यसैगरी कतिवटा पनि गल्ती छ, चाहिन्छ पनि गल्ती छ। त्यसैगरी तपाईको खण्ड ख मा 15 अंकको अंग्रेजी सोध्छ, जसमा 3 वटा प्रश्न दिन्छ, जुन नेपालीमा दिएकोलाई इंग्लिशमा ट्रान्सलेट गर्न भन्छ अनि इंग्लिशमा दिएकोलाई नेपालीमा ट्रान्सलेट गर्न भन्छ। त फर्स्टमा तपाईको रहेको छ समयले कसैलाई पनि पर्खदैन त टाइम डज नट वेट फर एनीवन। त्यसैगरी आई हेभ सम मनी, मसँग केही पैसा छ। त्यसैगरी एभ्रीवन शुड फलो द लव, हामीले यसको हुन्छ सबैले कानुनको पालना गर्नुपर्छ, हामीले कानुनको पालना गर्नुपर्छ। त्यसैगरी रहेको छ 2 नम्बरमा राइट द स्पेलिङ अफ गिभन नम्बर, यो दिएको नम्बरहरूलाई स्पेलिङमा लेख्नु छ। त्यसैगरी यसको हुन्छ 509, त्यसैगरी 378, त्यसैगरी 998 हुन्छ यसको। त्यसैगरी 3 नम्बरमा दिएको छ राइट द मिनिङ्स अफ द फ्लो वर्ड्स इन नेपाली, यो दिएको इंग्लिश शब्दहरूलाई नेपालीमा लेख्नु छ। डबलको हुन्छ दोहोरो। त्यसैगरी कन्ट्रोलको हुन्छ नियन्त्रण, अम्ब्रेलाको हुन्छ तपाईको छाता। त्यसैगरी 4 नम्बरमा दिएको छ म्याच द वर्ड्स देयर विथ देयर मिनिङ, यो यसको सम्बन्धितसँग जोडा मिलाउनु छ। त स्टडीको हुन्छ रिड, क्युरेलको हुन्छ तपाईको फाइट। त्यसैगरी स्पोर्ट्सको हुन्छ प्ले। त्यसैगरी चेन्ज द सिंगुलर टु प्लुरल, प्लुरल टु सिंगुलर, यो एक वचन भए बहुवचन गर्नुस् अनि बहुवचन भए एक वचन गर्नुस्। त ट्राई भनेको एक वचन, यसलाई बहुवचन गर्दा ट्राइज हुन्छ। त्यसैगरी ट्रे भनेको एक वचन हो, यसलाई बहुवचन गर्दा ट्रेज यस लाग्छ। त्यसैगरी सी मा रहेको छ कटलेसलाई एक वचन गर्दा कट्टल हुन्छ। त्यसैगरी अब तपाईको खण्ड ग मा 25 अंकको गणित सोधेको छ, जसको प्रथम खण्डमा तपाईले खण्ड क जुनमा 5 वटा प्रश्न रहेको छ, जुन एउटाको 3 अंक गरी तपाईको 15 अंकको रहेको छ। हल गर्नुहोस्। फर्स्टमा तपाईको जोड दिएको छ त 790 + 95 = 885 हुन्छ। त्यसैगरी ख मा रहेको छ
1345 प्लस 890 बराबर तपाईँको 2235 हुन्छ। त्यसै गरी घटाउ रहेको छ 710 माइनस 609 बराबर तपाईँको 101 हुन्छ। त्यसै गरी खमा रहेको छ 543 माइनस 345 बराबर तपाईँको 198 हुन्छ। त्यसै गरी गुणन गर्न भनेको छ 96 × 90 बराबर तपाईँको 8640 हुन्छ। त्यसै गरी 34 × 7 बराबर तपाईँको 238 हुन्छ। त्यसै गरी तपाईँको ई नम्बरमा भाग रहेको छ 500/10 बराबर तपाईँको 50 हुन्छ। त्यसै गरी 225/15 बराबर तपाईँको 15 हुन्छ। अब ऊ नम्बरमा दिएको छ तलका अक्षरलाई अङ्कमा र अङ्कलाई अक्षरमा लेख्नुहोस्, जुन एउटाको 1.5 अङ्क गरी तपाईँको 3 अङ्कको रहेको छ। कमा रहेको छ 575, तपाईँलाई यो अक्षरमा दिएको छ, यसलाई अङ्कमा लेख्नुहोस्। त्यसै गरी 9090 रहेको छ, यो तपाईँको अङ्कमा रहेको छ, यसलाई अक्षरमा लेख्नुहोस्। त्यसै गरी द्वितीय खण्डमा 5 वटा प्रश्न छ, जुन एउटाको 2 अङ्क गरी तपाईँको 10 अङ्कको रहेको छ। फर्स्टमा रहेको छ कमा रहेको छ तपाईँको हल गर्नुहोस्। यहाँ एउटा सरल गरल दिएको छ 20/5 × 19 माइनस 56 प्लस 126, त 4 × 5 = 20, 4 × 19 माइनस 56 प्लस 126, त 4 × 19 बराबर 76, 4 × 19 बराबर 76 माइनस 56 प्लस 126, त 76 माइनस 126 प्लस 56, त 182, त 76 माइनस 182 बराबर माइनस 107 हुन्छ तपाईँको। त्यसै गरी आमा रहेको छ एउटा पसलले रु 567 र रु 678 र रु 478 को 3 वटा पुस्तक एकजना ग्राहकलाई बेच्छ भने ग्राहकले पसलेलाई कति रुपैयाँ तिर्नु पर्ला? त ग्राहकले पसलेलाई तपाईँको 1723 रुपैयाँ तिर्नु पर्ला। त्यसै गरी ईमा रहेको छ रु 1575 को जुत्ता रु 1780 मा बेच्दा कति फाइदा होला? त्यसमा तपाईँको 205 फाइदा हुन्छ। त्यसै गरी ईमा रहेको छ राजेशले रु 1575 का दरले 7 वटा चामलको बोरा किन्छ भने उसले जम्मा कति रकम तिर्नु पर्ला? त उसले तपाईँको 11025 रकम तिर्नु पर्छ। त्यसै गरी उमा रहेको छ एउटा पसलले 90,000 मा 5 वटा दराज बेच्छ भने प्रत्येक दराजको मूल्य कति पर्छ? तब तपाईँको 18/90, प्रत्येक दराजको मूल्य तपाईँको 18,000 रुपैयाँ पर्छ। अब तपाईँको 20 वटा सामान्य ज्ञान सोध्छ, जसमा 1 मा चाँदनी टापु नेपालको कुन जिल्लामा अवस्थित रहेको छ? यसको सही उत्तर रहेको छ कञ्चनपुर। त्यसै गरी प्रसिद्ध जगतिपुर दरबार कुन जिल्लामा अवस्थित रहेको छ? यसको सही उत्तर रहेको छ जाजरकोट। त्यसै गरी द लिभिङ ल्यान्ड अफ द नेपाल भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर हुन्छ अप्सन क अमरसिंह थापालाई। त्यसै गरी तपाईँको 4 मा रहेको छ नेपालको इतिहासमा स्वामी महाराज भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर हुन्छ रणबहादुर शाहलाई। त्यसै गरी लाल मोहर लगाउने चरण कसको पालादेखि सुरु भएको हो? यसको सही उत्तर रहेको छ पृथ्वीनारायण शाहलाई। त्यसै गरी तपाईँको 6 मा रहेको छ 3 तिरबाट नदीले सिमाना छुट्याएको जिल्ला कुन हो? यसको सही उत्तर हुन्छ ओखलढुङ्गा। त्यसै गरी 7 मा रहेको छ नेपालको नक्सा जस्तै मिल्दोजुल्दो नक्सा भएको जिल्ला कुन हो? यसको सही उत्तर रहेको छ बागलुङ। त्यसै गरी 8 मा रहेको छ नेपालका कतिवटा जिल्ला भारत र चीन दुवै देशलाई छुँदैन? त्यसको सही उत्तर रहेको छ अप्सन क 37 वटा जिल्ला। त्यसै गरी 9 मा रहेको छ खेलाडी गौरीका सिंह कुन खेलसँग सम्बन्धित रहेका छन्? यसको सही उत्तर हुन्छ पौडी। त्यसै गरी 10 मा रहेको छ सन्दीप लमिछाने कुन खेलसँग सम्बन्धित रहेको छ? यसको सही उत्तर रहेको छ क्रिकेटसँग। त्यसै गरी 11 मा रहेको छ नेपालको हिमाल भनेर कुन हिमालय चिनिन्छ? यसको सही उत्तर रहेको छ कञ्चनजङ्घा। त्यसै गरी भाटभटेनी भन्ज्याङ कुन जिल्लामा अवस्थित रहेको छ? यसको रहेको छ सही उत्तर सङ्खुवासभा। त्यसै गरी पातले छाङ्गो
कुन जिल्लामा पर्छ? यसको सही उत्तर डेभिड फल्स कुन जिल्लामा पर्छ? यसको सही उत्तर रहेको छ कास्की। त्यसै गरी 14 मा रहेको छ सल्लाकटु सुवास लगायतका वनस्पति पाइने वन कुन हो? यसको सही उत्तर हुन्छ कोणधारी वन। त्यसै गरी तलका मध्ये कुन संरक्षित जनावर होइन? यसको सही उत्तर रहेको छ चौरी गाई। त्यसै गरी शुक्लाफाटा राष्ट्रिय उद्यान कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ कञ्चनपुर। हाल नेपालमा कति प्रकारका भाषा बोल्ने गरिन्छ? यसको सही उत्तर हुन्छ 129 वटा। त्यसै गरी 18 मा विवाहमा चिउरीको बोट दाइजो दिने प्रचलन कुन जातिमा रहेको छ? यसको सही उत्तर रहेको छ चेपाङ जातिमा। त्यसै गरी नेपाली भाषा लेखिने लिपि कुन हो? यसको सही उत्तर हुन्छ देवनागरी लिपि। यसै गरी 20 मा रहेको छ नेपालको संविधानमा कतिवटा नागरिक कर्तव्यहरू रहेका छन्? यसको सही उत्तर रहेको छ 4 वटा। त्यसै गरी सेवा सम्बन्धी तपाईको 10 वटा प्रश्न सोध्छ। यसमा 1 नम्बरमा दिएका प्रश्न 1 नम्बरमा रहेको छ प्रहरी जवान पदको लागि छाती कति हुनुपर्छ? यसको सही उत्तर रहेको छ 31 देखि 33 सम्म अप्सन घ। त्यसै गरी ट्राफिक सङ्केतमा कतिवटा बत्ती प्रयोग गरिन्छ? यसको सही उत्तर हुन्छ अप्सन ग 3 वटा। त्यसै गरी प्रहरी हवलदार कुन श्रेणी पदको हो? यसको सही उत्तर रहेको छ अप्सन ग राजपत्र अनङ्कित तृतीय श्रेणी। त्यसै गरी 4 मा रहेको छ खुला प्रतियोगिता मार्फत प्रपूर्ति गर्दा नेपाल प्रहरीको समावेशी समूह अन्तर्गत अमर प्रहरीको लागि कति प्रतिशत कोटा छुट्याएको हुन्छ? यसको सही उत्तर हुन्छ अप्सन ख 2%। नोटमा दिएको छ समावेशीकरण अन्तर्गत पदपूर्ति सम्बन्धी व्यवस्था देहायत बमोजिम रहेको छ। आदिवासी जनजाति 32%, मधेसी तपाईको 28%, महिला 20%, दलित 15%, पिछडिएको क्षेत्र 5%, अमर प्रहरी तपाईको 2%। त्यसै गरी 5 मा रहेको छ प्रहरी हवलदार बढुवा पश्चात कुन पदमा पुग्दछन्? यसको सही उत्तर हुन्छ प्रहरी सहायक निरीक्षक असै भनिन्छ यसलाई। त्यसै गरी 6 मा रहेको छ आइजिपी को पूरा रूप के हो? यसको सही उत्तर हुन्छ अप्सन ख इन्स्पेक्टर जनरल अफ पुलिस। त्यसै गरी 7 मा रहेको छ तलका मध्ये बढुवाद्वारा मात्र प्रपूर्ति हुने पद कुन कुन हुन्? यसको सही उत्तर रहेको छ प्रहरी हवलदार, प्रहरी न्याय निरीक्षक, प्रहरी न्याय उपरीक्षक, माथिका सबै हुन्छ, यो सबै हुन्छ। त्यसै गरी तपाईको 8 नम्बरमा रहेको छ तलका मध्ये खुला प्रतियोगिताद्वारा प्रपूर्ति हुने पद कुन हो? यसको सही उत्तर हुन्छ प्रहरी जवान, प्रहरी सहायक प्रहरी निरीक्षक र प्रहरी निरीक्षक। यहाँ नोटमा दिएको छ नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी जवान, प्रहरी सहायक निरीक्षक र प्रहरी निरीक्षक बाहेक अन्य सम्पूर्ण पदमा आन्तरिक बढुवाद्वारा पदपूर्ति गरिन्छ। यो बेडमाथि प्लस आइकनले यो के सङ्केत जनाउँछ त यसको सङ्केत हुन्छ त्यहाँ अस्पताल छ भनेर, अप्सन क। त्यसै गरी 10 मा रहेको छ पुरुष प्रहरी कर्मचारीले सुत्केरी स्याहार बिदा कति दिन पाउँछ? यसको सही उत्तर रहेको छ अप्सन ग 15 दिन। नोटमा दिएको छ प्रसुति स्याहार बिदा सेवा अवधिभरमा मात्र 2 पटक मात्र पाइन्छ। अब तपाईको बौद्धिक परीक्षण 10 वटा सोध्छ। जुन 1 मा रहेको छ समूहमा नमिल्ने कुन हो? पेट्रोल, डिजेल, मट्टीतेल, पानी। त यो पेट्रोल, डिजेल, मट्टीतेल तपाईको इन्धन हो अनि पानी भनेको इन्धन होइन, त्यसै गरी पानी मिलेन। अब तपाईको 2 मा रहेको छ पश्चिमतर्फ फर्केर उभिरहेको मान्छेको दाहिने हात कुन दिशामा हुन्छ? यसको सही उत्तर रहेको छ अप्सन ग उत्तर दिशामा। त्यसै गरी डिओजीलाई 4157 लेखिन्छ भने कैटलाई कति लेखिन्छ? त डिओजीलाई त डी भनेको एबीसीडी भनेको 4, डी भनेको 4 अनि ओ भनेको 15 अनि जी भनेको 7। त्यस्तै सीएटीलाई सी भनेको 3, ए भनेको 1 र टी भनेको 20। त्यसैले यसको सही उत्तर हुन्छ अप्सन ख। त्यसै गरी 4 मा रहेको छ प्रहरीको बन्दुक भए शिक्षकको के हुन्छ? त शिक्षकको तपाईको कलम हुन्छ। त्यसै गरी 5 मा रहेको छ भ्यागुतोलाई सर्प र सर्पलाई माछा भनिन्छ भने भ्यागुतो केले खान्छ? त तपाईले भ्यागुतो माछाले खान्छ, माछा हुन्छ माछाले। अब तपाईको 6 मा रहेको छ समूहमा नमिल्ने कुन हो? मोटरसाइकल, बस, हवाईजहाज र कार। समूहमा नमिल्ने तपाईको हवाईजहाज हो किनभने यो आकाशमा उड्छ भने बाँकी सबै
धरतीमा गुड्छ। त्यसै गरी 7मा रहेको छ काठमाडौँबाट गुल्मीसम्मको दूरी 400 किलोमिटर छ भने यति काठमाडौँदेखि बुटवल पुग्दा रमेशले 115 किलोमिटर पार गरेछ भने बुटवलदेखि गुल्मी पुग्न कति दूरी पार गर्नु पर्ला? त्यसको सही उत्तर रहेको छ अप्सन ख 185 किलोमिटर अझ दूरी पार गर्नुपर्छ। त्यसै गरी 8मा रहेको छ एउटा पल्टनमा 50 जना सिपाही छन्। उक्त पल्टनमा राम अगाडिबाट 40औं स्थानमा पर्छ भने पछाडिबाट कतिऔं स्थानमा पर्छ? यसको सही उत्तर हुन्छ पछाडिबाट 11औं स्थानमा पर्छ, किनभने 40 आ 10 30 आ 10 एटा 40 आ 10 एटा 50 भइहाल्छ। त यो त 40 मा छँदैछ अनि 10 वटा यता पनि राखौ 50 भइहाल्छ। त्यसै गरी 9मा रहेको छ 4 8 12 16 मा 20 पछि के आउँछ? त 4 दुना 8 4 4 थप्दै गइरहेको छ 4 4 8 8 4 12 12 4 16 16 4 20 20 4 24। त्यसको सही उत्तर हुन्छ अप्सन ख 24 हुन्छ। त्यसै गरी हाँसको टिउरो भए जस्तै कुखुराको के हुन्छ? त हाँसको टिउरो भए जस्तै कुखुराको हुन्छ तपाईको चल्ला।